नमस्कार, म रमेश कुमार वास्तोला। म पार्ट 2 भिडियो लिएर आएको छु हजुरहरू समक्ष। हाम्रो शरीरमा रोग लाग्न नदिन के उपाय गर्ने त भन्ने विषयमा म चर्चा गर्न गएको छु। राम्रोसँग कृपया सुनिदिनु होला। सर्वप्रथम हामीले हाम्रो शरीरमा भएको टक्सिन विषालु पदार्थलाई हामीले पसिना एक्सरसाइजको माध्यम पसिनाबाट हामीले फाल्नुपर्छ। अर्को नियमित दिशा पिसाब गर्नुपर्छ। अर्को ठिक समयमा खाने, ठिक समयमा सुत्ने, टाइमको फिक्स हुनुपर्छ। अनि अर्को कुरो हामीले जहिले पनि सकारात्मक सोच्नुपर्छ। हामीले जीवनमा अघि बढ्नको लागि सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ। सकारात्मक सोच्दा हाम्रो मनलाई शान्ति हुन्छ। अनि अर्को हामीले दैनिक सरसफाइहरू गर्ने, शरीरको ख्याल गर्ने। 24 घण्टा हाम्रो शरीरलाई हामीले समय दिनुपर्छ, ख्याल गर्नुपर्छ। अनि अर्को कुरो बिहानको घाममा बस्ने, बिहान एक्सरसाइज गर्ने, सही समयमा खाने, सही समयमा सुत्ने उठ्ने गरिदियो भने हाम्रो शरीरमा कहिले पनि हामीलाई रोग लाग्दैन। यदि लागिहालेछ भने पनि हामीले नजिकैको अस्पतालमा गएर आफ्नो राम्रोसँग चेकअप गरेर आफ्नो शरीरलाई स्वस्थ राख्न सकिन्छ। अनि अर्को कुरो, प्रत्येक दिन हामीले पानीलाई प्रशस्त पिउनुपर्छ, निद्रा समयमा लिनुपर्छ। अनि खानेकुरा फाइबरयुक्त खानेकुराहरू खानुपर्छ। अनि एक्सरसाइज नियमित गर्नुपर्छ। अनि शरीरको सरसफाइ हामीले नियमित गर्नुपर्छ। यसो गर्नाले हाम्रो शरीरमा रोग लाग्नबाट हामी बच्नेछौँ। र यही उपायहरू अपनाइयो भने जीवनमा कहिले पनि हामी रोग लाग्यो भनेर चिन्ता लिनु पर्दैन। हस् त, अहिलेलाई यति नै। अर्को फेरि पार्ट 3 भिडियो लिएर आउने नै छु। पार्ट 2 त यही भइहाल्यो, पार्ट 3 भिडियो लिएर आउने नै छु। अहिलेको लागि यति नै। हस् त, नमस्कार।